हेलो गाइस, आज चाहिँ हामी आएको छौँ। यहाँ कति धेरै लालीगुराँसहरू छ। आज हामी यहाँ घुम्न आएको छौँ। हामी सबैजना हेलो हाई भन्छ त। हाई। यो सबभन्दा ठुलो मान्छे है। अनि यो त्यसपछिको ठुलो मान्छे यो, अनि यसपछिको ठुलो मान्छे यो, अनि म चाहिँ सबभन्दा सानो मान्छे है। सबभन्दा सानो मान्छे, अब सबभन्दा ठुलो म। हेलो भन्छ। हेलो गाइस। म यी लालीगुराँसहरू आयो। अब कति उतातिर धेरै छ होला। मामुले चाहिँ त्यही भन्छिन्छ। यहाँ मामु भारी बोक्दै भारी बोक्दै मामु यहीँ भाइ अघिदेखि थाक्यो भन्दै ड्याडीले बोक्न लगाइरहेछ। बाटो फेरि यस्तो छ, बाटो गाह्रो छ, ढुङ्गामा हिँड्नु पर्यो। गाईले आची गरेर फेरि बाटोमा भने गाईले आची टोइलेटमा गर्दैन रहेछ है। गाईले आची टोइलेटमा गर्दैन रहेछ। ऊ कति धेरै लालीगुराँसहरू, यति धेरै लालीगुराँस कहिले देखाएको थिएन होला। अघि नै लालीगुराँस टिपेछु। त्यो त यहाँ स्वागत गर्नमा बिजी भयो। ऊ तल यस्तो भिड पो छ त फेरि तल यहाँबाट खस्यो भने त पुगिहाल्यो नि है। त्यही भन्न लाग्यो। यहाँबाट खस्यो भने सिधै काठमाडौँ पुग्छ नि। मजा आउँदो रहेछ। तर घुम्न आएको जस्तो हुने रहेछ। पिकनिकमा हिँड्ने पिकनिक के है मामु। भाइले आजसम्म बोक्नु भास ठुलो मान्छेलाई। यहाँ सानो मान्छेले ठुलो मान्छेले बोके। हेलो गाइज रे सबैजनालाई। ऊ लालीगुराँस आयो फेरि। कस्तो नजिक आइरहेको रहेछ कि। ऊ लालीगुराँसले पनि हेलो गाइज हुन्थ्यो। उता फेरि झनै धेरै आइरहेछ अब। क्या मजा आउने रहेछ। मामु चाहिँ भारी बोक्दै हामी चाहिँ हिँड्दै। हामी यस्तो बाटोमा जाँदैछौँ। यहाँ लालीगुराँसहरू पनि धेरै छन्। बाटो यस्तो छ। मजा आइरहेछ। ड्याडी र भाइ अगाडि, हामी चाहिँ फेरि पछाडि। मजा आउँदो रहेछ। बाटो चाहिँ धेरै लामो छ। अब आइपुग्न नाट्यो होला। ऊ भाइले सोध्छ न भाइले के भन्छ। भ्यू पनि कति राम्रो। ढुङ्गा छन् भ्यूहरू। यस्तो छ क्या है। क्या दामी। लालीगुराँस पनि धेरै छन्। अहिले यहाँ चाहिँ छैन रहेछ। लालीगुराँस पछाडि गयो, अगाडितिर पनि आउँछ। ऊ त्यहाँ अगाडितिर पनि छन्। कहाँ जानु नगरेको हामी उता अब हामी पराङसँग उता गोठमा जान लाग्यो। मजा आउँदो रहेछ मामु। भ्यू पनि दामी देख्दो रहेछ कि यहाँबाट। ए भाइलाई पाठो चाहियो भनेर कति धेरै छ। मम्मी डर चाहिँ लागिरहेछ मलाई। डर त के हो सुनालाई डरायो भने म पनि बोक्छु नि। आची छ है। कता आची कहाँ हुन्छ? आची गर्ने ठाउँमा। यहाँ भाइ सुन्न पनि मन छ, डराइ पनि रहेछ भाइ त। ए कति धेरै हो होला। हामी यहाँ माथि आइपुग्यो। आउन चाहिँ धेरै गाह्रो भयो। यो पराङ कता हराइछ। खानामा बिजी छ। ऊ त्यही कालोवाला हामी आँखा तरेर हेरेको वाला होला नि। अर्को उसको दिदी होला रिसाएर गरेर। दिदी नखेल्ने
खेलिहाल्छ नि म उतातिर पनि छ परङ्ग तरेछ हो ऊ बादल पनि उतातिर क्या मजा आउने रहेछ कुनमा हो त्यस्तो पनि हुन्छ नि त इभानको टाउको भनेर गएर त बाख्राको पो रहेछ भाइको टाउको भनेर यस्तो गरेर आएको त बाख्राको टाउको पो यस्तो गरेर रहेछ ए माम चाट्नलाई कति क्युट